आगोले पोलेर चाहिँ एकदमै गाह्रो भयो होइन। यहाँनिर चाहिँ सागरले चाहिँ अनि खाइसकेपछि कस्तो लाग्यो तिमीलाई? एकदम मिठो छ यार, अब खाँदैछु, ट्राई गर न होइन। अनि यसरी खाऊ। वाउ, फाइनली गाइस, फाइनल केटाहरू होइन के पायो हामीले? त्यही चाहना, सबैको चाहना त त्यही नै छ होइन। ल सबैजना बेस्ट अफ लक ल। अनि तिनजना चाहिँ अब सँगै बस्ने, सँगै हाँस्ने, सँगै खाने हामी। ढुङ्गा फुलका हामी एउटै माला नेपाली। साथीहरू अहिले चाहिँ म चाहिँ यहाँ कोली आइसकेको छु होइन, तपाईँलाई थाहा छँदैछ। मैले चाहिँ यो चाहिँ पुरानो भिडियो चाहिँ मैले अपलोड गर्न लाग्यो होइन, भैँसीपाटीको ट्रेनिङको होइन। अनि त्यही चाहिँ मैले अपलोड गरिरहेको, ट्रेनिङमा के कस्तो भयो त्यो भिडियो हेरेर मजा लिनु होला। बाँकी म भोलि पर्सितिर चाहिँ यहाँको भिडियोहरू पनि ल्याउने छु होइन, किनभने यहाँ काम गर्न आयो होइन, काम गर्नुपर्ने हुन्छ, भिडियो गर्न चाहिँ खासै फुर्सद हुँदैन। तर पनि मेरो छुट्टीको दिनहरूमा चाहिँ म भिडियो लिएर आउने नै छु, तर मैले डेली भिडियो चाहिँ ल्याउन सक्दिनँ। त्यसको लागि चाहिँ सरी नै भन्न चाहन्छु है त साथीहरू। अब भने चाहिँ हाम्रो पुरानो भिडियो हेरौँ ल। हेलो एभ्रिवान, ल केटाहरू होइन, आज चाहिँ हाम्रो लास्ट डे होइन। सबैजनालाई बेस्ट अफ लक होइन। छिट्टोभन्दा छिटो चाहिँ सबैको फ्लाइट होस् अनि कोरियामा राम्रो बसाइ होस्। के छ अनि के छ तपाईँहरूलाई अनि भन्नको लागि केही छ? आज लास्ट दिन हो, नयाँ हेर्दै गरेका मान्छेले, रिक्वेस्ट गर्ने मान्छेले बुझ्नुहोस् कि आज लास्ट दिनमा पुरै खाना पाइन्छ फेरि। आज कस्तो हुन्छ हाम्रो फ्रीमा होइन ल, त्यहाँ हामीले 10,000 पहिले तिरिसक्यो। हाम्रो सबै अनुभवहरू तपाईँहरूलाई त्यहाँनिर देखाउनेछौँ। यो सँगै हामी जामाबाट होइन खाना कसरी युज गर्ने, चपस्टिक कसरी चलाउने भन्ने देखाउँदैछौँ भने पनि देखाउनेछौँ होइन गाइस। अब त्यो हुन्छ हुँदैन त्यो त थाहा छैन, तर पनि जे हुन्छ त्यो सबै कुराहरू चाहिँ हामीले तपाईँहरूलाई देखाउने नै छौँ होइन। हेर्न चाहिँ नभुल्नु होला। अनि अहिले चाहिँ हामी बिहान चाहिँ अहिले हल्का हल्का पानी परिरहेको छ होइन, तर पनि हामी चाहिँ निस्किसक्यौँ साथीहरू, किनभने हाम्रो चाहिँ यो ड्युटी भन्दा पनि यो चाहिँ हाम्रो कामै हो क्या। अनि अहिले चाहिँ हामी बिहानै जानुपर्ने हुन्छ, अनि भरे राति 5:30 बजीतिर फर्किनु पर्ने हुन्छ, त्यो त तपाईँहरूलाई थाहा छँदैछ होइन। एकदमै स्ट्रिक्ट हुन्छ यहाँ फेरि हेर। अनि एकदमै गाह्रो रहेछ हौ, रुल्सहरू चाहिँ एकदमै स्ट्रिक्ट छ होइन। अब हामी 1 सेकेन्ड त नभनौँ, 1 मिनट पनि ढिला भयो भने फर्काइदिइहाल्छ क्या, अर्को हप्ता आइज भन्छ। अनि 7 दिन यतिकै वेस्ट भएन, त्यो चाहिँ एकदमै गाह्रो छ होइन। त्यही भएर हामी चाहिँ अलिक चाँडै जानुपर्ने हुन्छ, अनि अलिकति ढिला फर्किनु पर्ने हुन्छ, एकदमै गाह्रो छ होइन सागर सर। अनि बल्ल बल्ल 5 दिन काटियो यार, अब लास्ट 6 दिन आज लास्ट डे हो होइन। आज चाहिँ हामीले हाम्रो एक हप्ताको हाम्रो सर्टिफिकेट लिएर जानुपर्ने हुन्छ साथीहरू होइन। अनि सर्टिफिकेट चाहिँ हामीले प्राप्त गर्नेछौँ आज। अनि त्यसपछि आज हाम्रो फेरि डेमो पनि हुन्छ होइन। सुरक्षित के भन्छ यार त्यसलाई नेपालीमा, इङ्ग्लिस के अरे म मात्रै आयो त, मलाई कोरियन भाषा मात्रै आयो त। आन्दन के क्या सुरक्षित के अरे सुरक्षित आफ्नो शरीरलाई कसरी सुरक्षित गर्ने, आफ्नो कामलाई कसरी सुरक्षा गर्ने भन्ने कुराको पनि आज तालिम हुनेवाला छ होइन। अनि त्यो पनि म तपाईँहरूलाई देखाउने नै छु। अब लेट्स सी होइन के कस्तो हुन्छ होइन। म फेरि क्लासमा त अब भिडियो गरेर बस्ने कुरा त भएन। अनि हाम्रो चाहिँ अब डेस्टिनेसन चाहिँ आइपुग्नु लागिसक्यो, किनभने हामी कहाँसम्मको यात्रा भन्ने कुरा चाहिँ आइपुग्नु लागिसक्यो। म तपाईँहरूलाई देखाउने छु होइन। सपनाको घर होइन यो सबैको इतिहासको होइन, अब पढ्नेहरू भनौँ सबैको सपनाको घर चाहिँ म देखाउँदैछु होइन। केटाहरू आइरहेछ, त्यो चाहिँ हाम्रो सपनाको घर साथीहरू। अनि अलिअलि पानी परिरहेको छ होइन, फेरि पानी परिरहेको छ। सपनाको घर यही हो साथीहरू। ल यो बिल्डिङहरू, यो बिल्डिङ त्यो पनि बिल्डिङ होइन त, इतिहास ट्रेनिङ हल भयो यताउतिको युबिटी बिल्डिङ भइहाल्छ नि अब। सो साथीहरू हामी चाहिँ यहाँनिर अहिले ट्रेनिङ सेन्टरमा आइसक्यौँ। अनि त्यसपछि हामी चाहिँ अहिले के गरिरहेछौँ त भन्दाखेरि बिहानको आसिम शिक्षा चाहिँ खाइरहेको छु होइन। आसिम शिक्षामा चाहिँ के हुन्छ भन्दाखेरि अन्डा चना हुन्छ। अनि यहाँनिर ल साथीहरू होइन, सबैजना यति धेरै छ होइन गोर्खेहरू। अनि यहाँ पनि छ होइन, सबजना यति धेरै छ कि अब यहाँ हेर्नु नसक्नुहुन्छ होइन। हजुर आइडी के छ? मिस्टर प्यारेटो PYARE2 अनि त्यही नै हो। आज चाहिँ लास्ट दिन हो होइन। अनि यो चाहिँ डेली रुटिन नै हो क्या साथीहरू। 7 बजी सर्लक्कै 7 बजी आइपुग्ने। अनि यहाँनिर चाहिँ यो सब खाइहाल्नुपर्ने क्या, खप्प पारेर
क्लासमा गइहाल्नु पर्ने यो चाहिँ रुटिन नै हो होइन यहाँ मात्र नभएर यो चाहिँ किन गरिरहेको छ भन्दाखेरि चाहिँ हामी उता गएर पनि यस्तै गर्नुपर्ने हो क्या ड्युटी चाहिँ सेम हो सो अनि त्यही भएर चाहिँ हामीले अहिले नै यो चाहिँ सबै प्र्याक्टिस गरिरहेको छ होइन अनि ल आज त अब हाम्रो लास्ट भेट पनि होला है अब हाम्रो भेट नहुन नि सक्छ होइन उतै गएर त्यो कुनै फिक्स छैन अब फेरि यस्तो साथीहरू होइन कतिजनाको क्यान्सल पनि हुनसक्छ क्या त्यही भएर म चाहिँ सुरुमै अब के मेन्टल प्रिपेयर गरिसक्यो भने उहाँ जानु मात्रै ठुलो कुरा होइन होइन भए जाने हो नभए केही छैन भन्ने टाइपको छ तर पनि अलिकति चित्त त दुखिहाल्छ मन त दुखिहाल्छ नि मन नै हो होइन सम्हाल्नुपर्छ त्यही भन्दै अब खाना सुरु गर्छु फर्स्ट बाइट आजको तपाईँहरूसँग चाहिँ खायो यस्तो साथीहरू होइन अनि ऊ चाहिँ मेरो अनि किसिमको एकदमै मिल्ने साथी हो होइन अनि अब चाहिँ हाम्रो चाहिँ लास्ट भइसक्यो नि त त्यो भएर चाहिँ अब हाम्रो भेट आउन नि सक्छ सो द्याट्स वाइ होइन आज चाहिँ अनि हाम्रो फाइनली चेस गर्नुपर्ने हुन्छ अब आजबाट तिमी कता म कता तर कन्ट्याक्टमा चाहिँ हुन्छौँ हामी कन्ट्याक्टमा चाहिँ हुन्छौँ हामी त्यही पनि आज साढे 5 हुनसक्छ किनभने तिमी सबै भइसक्यो नि मेरो अस्ति नै आएको छ सबै भइसक्यो अनि मेरो चाहिँ भएको छैन साथीहरू म चाहिँ अलिकति डर के आगे जितेँ भने जस्तै होइन भइहाल्छ सबै होइन आज बेला भर्नु पऱ्यो मेरो चाँडो हो सबैको हुन्छ सबैको हुन्छ नाच्यो अब चाहिँ हामी चिया खाएर मासतिर लाग्नुपर्ने हुन्छ साथीहरू होइन फेरि अर्को हप्ता आउनुपर्छ कि फेरि पैसा वेस्ट टाइम अन्त गाह्रो छ त्यही हो त्यता भयो नदेखाउनु अलिअलि घुम्ने ठाउँ हो त्यही भएर घुम्ने नै गरिरहेको छ भन्दाखेरि हामी 2 बाइक चाहिँ लागिसक्यो हाम्रो बिल्डिङतिर होइन अनि यहाँ छ हाम्रो बिल्डिङहरू चाहिँ यो है साथीहरू यहाँ देख्न सक्नुहुन्छ यहाँ यो छ एउटा म चाहिँ यो बिल्डिङमा हो अनि तिमी कुन बिल्डिङमा अनि उसको चाहिँ यो बिल्डिङमा हो होइन अनि ऊ त्यहाँ पर पनि बिल्डिङ छ ल साथी छुट्यौँ ल ओके ओके ल होइन अब चाहिँ हामी आफ्नो बाटो लागिसक्यो अनि त्यसपछि त्यही नै हो अब म क्लासमा जान्छु मलाई क्लासमा चाहिँ अलि लाज लाउँछ क्या त्यही भएर यहाँनिर चाहिँ मेरो ह्यान्डसम साथी पनि छ होइन अनि यो चाहिँ मेरो ब्रेन्चमा बस्ने साथी हो होइन अनि ऊ चाहिँ कुमार हो है त साथीहरू अनि ऊ पनि पूर्वकै हो अनि म पनि पूर्वकै हो अनि पूर्व पश्चिम केही पनि होइन साथीहरू हामी सबैजना नेपाली हो होइन खासमा भन्नुपर्दाखेरि यो क्लास बसिसकेपछि थाहा भएको होइन अनि के छ तिम्रो अनि अब आज त हाम्रो लास्ट भेट पनि हुनसक्छ अब हाम्रो भेट नहुन सक्छ तर इन्टरनेटमा त हामी कनेक्ट नै भइरहेको छौँ होइन फिजिकल्ली चाहिँ अब हाम्रो भेट खासै हुन नै सक्दैन किनभने फिजिकल्ली पनि अब हुन पनि सक्छ पछि उहाँ गएर पनि भेट हुनसक्छ अब एउटै ठाउँमा परिया छ होइन भन्न सकिन्न भेट हुनसक्छ अब अनलाइनमा कनेक्ट भएकै छ त्यहाँबाट पनि अब कुरा भइहाल्छ भेट भइहाल्छ नि त्यही नै हो अब त्यही आशा भेट भयो अब कन्टिन्यू भेट हुनेछ भेट होस् भन्ने आशा त्यही नै आशा छ होइन साथीहरू अनि म यहाँनिर मेरो साथीहरू देखाउन चाहन्छु ल अब यस्तो छ है साथीहरू धेरै छ यति धेरै छ होइन के छ साथीहरू आज लास्ट डे होइन आज खिम्ची चिके मस्त खानुपर्छ ल आज खिम्ची छोयो त्यही नै हो होइन अब चाहिँ अनि हामीले राष्ट्रिय गान सुरु गर्नुपर्ने हुन्छ हेलो साथीहरू ल सबैजना हेलो भन्नु त आज लास्ट डे होइन त के छ नि तपाईँहरूको प्लान आज आजको प्लान भनेको जाने हो खिम्ची खाने हो बेलुका रोइला हान्ने हो आज अलिक धेरै हल्ला गर्ने आज अलिक धेरै म कस्तो खिच्छ यार आयो है साथीलाई खुवाइदिउँ कि भनेको साथी राततिर आएको वेलकम टु माई ब्लग भनेर कि साथीको ब्लग सिङ्गल होइन नमस्कार म यस कार्यक्रमको अध्यक्ष त होइन केपी ओलीका आफ्नै भाइ भतिज नाति पनाति छिमेकी पनि होइन
साथीहरू ल सबैजनालाई बेस्ट अफ लक है त सबैजना छिटोभन्दा छिटो कोरिया जानुपर्ने कोरियामा भेट हुनु पर्छ सबैभन्दा अर्को ह्यान्डसम मान्छे पनि खतरा हो हाँस्दा पनि नराम्रो देख्ने मान्छे म त लाज लाग्छ यार यो चाहिँ मेरो क्लासमेटहरू हो ल के साथीहरू ल सबैलाई बेस्ट अफ लक है सबैजना चाहिँ छिटोभन्दा छिटो हामी कोरिया पुगौँ त्यही चाहना सबैको चाहना त त्यही नै छ होइन ल सबैजना बेस्ट अफ लक ल मिस्टर प्यारे है सबैजनालाई मिस्टर प्यारे सर्च गरेर हेरिदिनु होला ल मिस्टर प्यारे 2 अनि सबैजनालाई बेस्ट अफ लक हामी सबैजना आइसक्यौँ अब चाहिँ हामी राष्ट्रिय गान सुरु गरेर हाम्रो क्लास सुरु गर्नेछौँ होइन त्यही त हो नि होइन सबै सधैँको फर्मुला अनि यहाँ चाहिँ म चाहिँ फेरि एकदमै लास्ट बेन्चवाला हो कि फेरि होइन अगाडि चाहिँ बस्दिनँ म त्यस्तै छु होइन लास्ट बेन्चमा गएर बस्ने हो म चाहिँ जहिले नि होइन अनि यहाँनिर सबै केटाहरू चाहिँ यहाँ बसिसकेका छन् होइन अनि उहाँको त फ्लाइट पनि आइसक्यो धेरै खुसी छ नि तपाईँलाई बधाई छ होइन हाम्रो यहाँको सबैभन्दा छिटो उड्ने हाम्रो छिङ्गु चाहिँ उहाँ हुनुहुन्छ होइन अनि एकदमै ह्यान्डसम म्यान होइन जेन्टल म्यान यस क्लासरुमको त हक नै फेरि हल्ला नगरौँ साथीहरू होइन बस्नुपर्ने हुन्छ होइन फेरि अब यहाँ हल्ला गऱ्यो भनेर मलाई निकालिदियो भने होइन फेरि अहिले सरले देख्यो भने फेरि मलाई अर्को हप्ता बोलायो भने टेन्सन हुन्छ अनि यहाँ मेरो साथीलाई त मैले वेलकम गरेकै छैन मेरो साथी हो यो चाहिँ होइन अनि त्यसपछि यो भिडियो चाहिँ म भोलि हालिदिनु पर्छ कि त्यही नै हो साथीहरू होइन ऊ चाहिँ मेरो यहाँको साथी हो अनि यता पनि छ मेरो यहाँको साथी हो यहाँको मात्रै नभएर सबै ऊ र ऊ मात्रै नभएर सबैजना चाहिँ साथी नै हो होइन तर पनि अलिक हामी अब यहाँ सँगै बसेर चाहिँ अलिक धेरै कुरा भएर चाहिँ एकदम क्लोज अनि तिनजना चाहिँ अब टक्क सँगै बस्ने हो सँगै हाँस्ने हो सँगै खाने हो हामी फेरि उहाँ पनि सँगै एउटै ठाउँमा होइन एउटै एरियामा कम्पनी मात्रै फरक हो हाम्रो फेरि कम्पनी मात्रै फरक हो उहाँ एरिया चाहिँ एउटै हो है फेरि टक्क उहाँ पनि भेट्नुपर्छ साथी हो यसरी नै बनाउनुपर्छ ओके यहाँ सँगै भेट्नु छ उहाँ पनि अब चाहिँ रमाइलो तरिकाले भेट्नुपर्छ वाइल हान्नुपर्छ अब साथीहरू अब चाहिँ होइन हाम्रो क्लास सुरु हुनु लाग्यो कि अब क्लास सुरु भइसकेपछि त मैले भिडियो गर्दिनँ नि त अहिले अब खाना खाने टाइम हुन्छ अनि त्यसपछि अलिकति के हुन्छ त्यसमा चाहिँ हामी सुरु गर्नेछौँ ढुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौम फैलिएका मेची महाकाली सयो ढुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि ल साथीहरू अहिले चाहिँ हाम्रो खाना खाने टाइम भयो होइन खाना खाने टाइम चाहिँ ठ्याक्कै कति बजी हुन्छ भने यो के हो 11 साढे 11 बजी हुन्छ 12 बजीसम्म चाहिँ खाइसक्नुपर्ने हुन्छ खाएर भित्र छिरिसक्नुपर्ने हुन्छ सरले चाहिँ फेरि अहिले बेचतै हान्छ लाइन यति धेरै छ होइन साथीहरू अहिले म अब लिएर आएपछि मात्रै म चाहिँ तपाईँलाई उयो गर्छु ल एकछिन यार अनि खानु सुरु भइसक्यो ल ल ल ल सो फाइनली हाम्रो चाहिँ यहाँनिर कोरियन खाना आइसकेको छ अनि कोरियन खाना चाहिँ यहाँनिर के छ भने यहाँ छ हाम्रो किम्ची है यो पनि होइन सागवाला किम्ची अनि यहाँ छ पोर्क अनि यहाँ छ के भन्छ यार पिकलहरू छ होइन रेडिस पिकल होला आई थिङ्क अनि यहाँनिर छ के यो यो सामजाङ रहेछ है यो सामजाङ अनि यहाँ छ हाम्रो मसरुम अनि यहाँ किम्ची यहाँ छ फेरि साग बिन्स स्प्राउट अनि राइस अनि यहाँ यो के हो किम्ची त होला नि यो किम्ची सुप यहाँनिर चाहिँ सागरले चाहिँ अनि खाइसकेपछि कस्तो लाग्यो तिमीलाई एकदम मिठो छ यार अब खाँदैछु ट्राई गर न तिमीलाई खानै नआउने रहेछ म सिकाउँछु सबैले चलाउनै आइरहेको छैन क्या त्यही भएर यसरी खाऊ कि म तिमीलाई देखाउँछु ल यहाँ मलाई देखाऊ त त्यस्तो गर्ने होइन यहाँनिर तिमीले यो अलिकति राख होइन यो अलिकति राख होइन यो अलिकति राख होइन यो थोरै राख यो सस यसरी थोरै राख होइन यो बिन्स स्प्राउट थोरै राख होइन त्यसपछि एउटा पिस मासु राख होइन थोरै भात राख होइन यो चाहिँ स्टिकी राइस है साथीहरू फेरि
अनि यो तिम्रो त सदाहरू बेच्ने यार यस्तो गर होइन अनि यहाँ स्राप चोप होइन अनि यसरी खाऊ वाउ यता चिङ्गोहरू कस्तो लागिरहेछ बिन्स फिस पाउ त्यो टुसाहरू हो क्या खाऊ त ल महेन्द्र तिमीलाई कस्तो लाग्यो ठिक छ नि त्यसले हाल न यस साग चाहिँ अझै धेरै ल्याउनु पर्थ्यो है त्यस्तो गरेर खाँदा मिठो भएन त्यसरी खाने हो क्या मलाई थाहा छ कि मैले त्यो कोरियन रेस्टुरेन्टमा काम गरेको थिएँ क्या त्यही भएर मलाई थाहा छ सो गाइज अब चाहिँ म भट्टाभट खानुपर्ने हुन्छ किनभने टाइममै खानुपर्ने हुन्छ क्या त्यही भएर अब खाइसकेपछि भेट्छ साथीहरू टक्क सकिसकेको अवस्था अनि यता पनि सकिसक्यो मेरो साथीले पनि अनि सबैजना उठिसक्यो हामी दुईजना चाहिँ बसिरहेछौँ अनि कस्तो लाग्यो तिमीलाई फर्स्ट टाइम खाँदाखेरि त अब अर्कै लाग्यो होइन जे पनि अब वहाँ गएर त के खाएर बाँच्नुपर्ने हो सधैँ यस्तो चाहिँ हुँदैन होला ल साथी सधैँ मेनु त हल्का हुन्छ अनि डिपेन्ड हुन्छ लागि सधैँ तर मलाई चाहिँ यो सुप चाहिँ कस्तो नमिठो लाग्यो यार यो सुप र अनि यो छ नि फोटो होइन कि मलाई चाहिँ ओभर मिठो लाग्यो साथीहरू मैले चाहिँ पहिला नै खाइरहेको थिएँ कि त्यही भएर खाइरहेको भन्दा नि म चाहिँ कोरियन रेस्टुरेन्टमा काम गरेको थियो त्यो भएर मलाई चाहिँ सबै कुराहरू मनपर्छ थियो एकदमै म त बाबाले म चाहिँ एकदमै हामी त्यो कोरियन रेस्टुरेन्टमा काम गर्दाखेरि त हामी त गेस्टले छोडेको पनि टिकेर खाइरहेको हुन्थ्यो क्या त्यस्तोसम्म थियो होइन सो गाइस होइन एकदमै मिठो लाग्यो अब चाहिँ हाम्रो चाहिँ 12 बज्न लागिसक्यो त्यही भएर अब क्लासमा कुदिहाल्नु पर्ने हुन्छ अनि 9 मिनट बाँकी 9 मिनट मात्रै बाँकी छ होइन अब एकछिनपछि रामेन हुन्छ नास्तामा त्यो पनि हामी देखाउँछौँ हजुरहरूलाई रामेन खाएको पनि त्यही हो साथीहरू हेर्दै गर्नु होला अनि एकछिनपछि हाम्रो आन्जङको के भन्छ डेमो पनि हुन्छ त्यो पनि देखाउने छु अन्तिमसम्म हेर्न नभुल्नु होला के हुन्छ के गर्छौँ भन्ने कुराहरू होइन ल साथीहरू अलि पछि भेटौँला यसरी अनि यसरी यसरी फटा यो आन्जन फेरि हो यो तान्ने ल तान्ने होइन देखाउनु पर्छ है के साथीहरू अहिले चाहिँ होइन के भइरहेछ भने यहाँनिर आगो मार्ने भइरहेछ ल गाडी निकाल्नु ए ल उता त्यो अर्को पनि हो त्यो कुमार कता हो ए ल ल उताबाट अर्को गाडी पनि हट्छ हेर त छप्पन चाहिँ ख्याल हिरण के गर्नु पर्यो अरे ल गराउ त सबैले के भन्नु पर्यो अरे ल हाम्रो सर पनि आउनुपर्छ यहाँ यसलाई हिसाब किताब गर्नु पर्यो नि ए ल के गर्ने अरे हाम्रो सुर लाइटर सबै सागर ल यो सबै सागर फुरिया भन न फुरिया हेर फुरी हुन्छ यो खायो भने भित्र पनि आगो बल्छ ल ल यहाँ बिस्तारै लगाउने सबै थुपा नै यहाँ आगो लगाउने हो त्यो सुगर त अलिअलि लगा न अनि लाउने गरी के त खान्छ त नि ए ल हालौ होइन यता राख्ने चाहिँ सबै मिलाएर ल बिस्तारै भुल्न बिच राख्नु ल मजा त्यो सम्पत्ति जति गर्नुहुन्छ हौ त्यो सबै सक्दिने हो क्या हजुर घर लानुहोस् त अलिकति ल मजा लगाइसु मजाले हो है किन डराउँदो रहेछ गाँठे ल ए भरे खाना लाने हो पर्दैन अहिले चाहिँ आगो निभाइरहेछ होइन साथी आगो निभाइरहेछ अहिले
आगो निभाइरहेको होइन बालिरहेको कस्तो निभाइरहेको छ भनेको आगो चाहिँ बालिरहेको छ अनि त्यो बालेर चाहिँ निभाउने कसरी भनेर चाहिँ यहाँ सिकाउँदै हुनुहुन्छ सरहरूले पेट्रोल सेट्रोल हालेर होइन यो चाहिँ फेरि आगो बालेर निभाउने होइन है आगो बलेको बेलामा निभाउने आगो बलेपछि झन् दरबार सिक्यो अरे हामीले अनि हजुर त्यता ग्यासहरू आउँछ अलिकति म बस्दै गर्नु यो भट्ट जाँदा फेरि शीतल होला नि ल यहाँ हाम्रो दिदी सरले आगो लाग्नु छ टोडाउनु हुन्छ क्या छोरी भर्खर 3 महिनाको छ डाक्टर हुन्छ क्या म भगा लगाइदिँदै फरक थियो ल यता पनि एउटा लगाइदिन्छ ल एकछिन ठुलो बढेपछि के गर्ने अरे नडराइ कराउने अलिक मजाले बोल्नुहोस् ल ल है बालेपछि ल ल अलिक मजाले बोलोस् किनभने यो पछि तिम्रो हतालिने के त्यो ल सबैले कराउँदा खुरिया 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 अहिले चाहिँ त्यहाँनिर आगो निभाउने कार्यक्रम भइरहेको थियो अनि त्यो चाहिँ मैले देखाइहालेँ होइन आगो निभाउनुको लागि चाहिँ त्यो हाम्रो त्यो के भन्छ त्यसको नाम चाहिँ नेपालीमा चाहिँ के हो त्यसको नाम आगो नियन्त्रण गर्ने होइन त्यसको चाहिँ आगो नियन्त्रण गर्ने मेसिनबाट चाहिँ कसरी निभाउने भनेर चाहिँ देखाएको होइन कोरियनमा चाहिँ त्यसलाई स्वागी भन्छ साथीहरू होइन अनि मलाई चाहिँ फेरि ठ्याक्कै नेपालीमा चाहिँ थाहै छैन कि मलाई मात्रै होइन कतिलाई थाहा छैन होला होइन अनि त्यो चाहिँ आगो नियन्त्रण गर्ने मेसिन हो अनि अहिले चाहिँ भइसक्यो अरूले काम गर्दैन ताली बजाउनु आगोले पोलेर चाहिँ एकदमै गाह्रो भयो होइन सो साथीहरू फाइनली होइन एकदमै आगो लागिरहेको थियो नि त आगो लागिरहेको थियो आगो निभाएर चाहिँ सबैजना चाहिँ ब्याक टु क्लास आइसक्यो होइन सबैजना चाहिँ क्लासमा बसिरहेछ होइन यहाँनिर केटाहरू यहाँनिर छ होइन अनि केटा हो आगोले कसलाई पोल्यो पोलेन उता हाम्रो एउटा चिङ्गुला चाहिँ पोल्यो अरे होइन त्यो चिङ्गुला चाहिँ पोल्यो अरे होइन अनि ठिकै छ अब चाहिँ फेरि क्लास पढ्नै पर्ने हुन्छ होइन पढ्नुको लागि आएको होइन अनि यहाँ साथीहरू छ अनि जे होस् कोही पनि केही पनि भएन त्यही खुसी लागेछ मलाई भनेर कि केही पनि होइन क्या डेमो हो क्या त्यो भनेकोमा कसैलाई केही भएन त्यसमै खुसी छ डेमो देखाउँदा पनि त्यहाँनिर जे पनि हुनसक्थ्यो दुर्घटना हुनसक्थ्यो जे पनि हुनसक्थ्यो होइन साथीहरू तर पनि कसैलाई केही भएन त्यसमै खुसी हुनुपर्छ हामी त्यही हो साथीहरू फाइनली गाइस फाइनल केटाहरू होइन के पायो हामीले केही पनि पाएन पाउनु त सर्टिफिकेट पायो होइन यो भनेको पनि एउटा मेहनतको फल हो होइन 7 दिन चाहिँ हामी त्यसरी मरेर त्यहाँ चाहिँ होइन निदाउनु पनि नपाइ ट्रेनिङको 7 दिन भन्दा पनि जति पढ्ने हामीले मिहिनेत गऱ्यौँ 2 वर्ष 1.5 वर्ष त्योको फल हो हो कि नै वाउ यति मिठो तिमीले बोल्छौ तिमी नै हो हल्का हल्का हानिदिन्छु म पनि बेला होइन यो चाहिँ यो यति मिठो बोल्नु भनेको चाहिँ यो सब अनुभव यहाँ हामीले चाहिँ अनि केबाट पायो
यहाँको ट्रेनिङबाट साथीहरू ल प्रमिस फोटो खिचाउनु यो उनी हेर्न माया बसिरहन् केटा हो ठिक छ नि पाइयो नि त आज फाइनली पाइयो यार फोटो खिच्यो